समयले हामीलाई जहाँ लान्छ र समयले जे पस्केर दिन्छ नि त्यो चाहिँ हामीले लिनै पर्छ। चाहे दुःखको फल होस् हैन, चाहे सुखको फल होस्, जस्तो पाराले समयले हामीलाई दिएको हुन्छ नि त्यही नै हामीले लिने हो। यो हैन नि समयले मलाई दुःख मात्रै दियो हैन, कहिले मलाई चाहिँ सुख भन्ने कुरा दिन्छ भन्ने कुरा हैन नि। जस्तो पाराले हामीलाई समयले दिइरहेको हुन्छ त्यस्तै पाराले लिने हो। दुःख त किन हुँदैन र लाइफमा हैन, त्यो दुःख त हामीले स्ट्रगल गरेर जाने हो नि त हैन। त्यो दुःख नै हामीले स्ट्रगल गरेर गएर भोलिको दिनमा त त्यही समयले हामीलाई सुखको दिन पनि त देला नि हैन। दुःख मात्रै त हुँदैन होला नि त, तर यति नै हो, दुःखमा झेल्नु सक्नुपर्छ है, सुखमा रमाउनु सक्नुपर्छ, त्यही नै हो लाइफ चाहिँ। दुःख सुख सबै कुरालाई हामीले स्ट्रगल गरेर पार गरेर गयो भने नै आज हामीले त्यो दिनलाई काटेको छ भने नै त भोलिको दिनलाई हामी एउटा असल हैन, एउटा राम्रो समयहरू पनि त हामीले पाउनु सक्छ होला नि त हैन। यही नै हो लाइफ चाहिँ।